तपाईँको यस्तो रूप देख्नु भन्दा मलाई मेरो आँखै चाहिँदैन। कार्यक्रम लोकमालाको नवीन श्रृङ्खला 104 भाग लिएर कार्यक्रम सञ्चालिका वन्दना ढकाल, मनिषा बुढा र म कानपुर श्रोता मनिष थापाको साथमा दुई अतिथि कलाकार उपस्थित भइसक्नु भएको छ। निकै सुमधुर आवाजका धनी कलाकार मनहरूको परिचयतर्फ लाग्न चाहन्छु। गायकमा हुनुहुन्छ श्रवण शिरीष मगर हुनुहुन्छ भने गायिका सिर्जना खनाल आजको बसाइमा सुमधुर आवाजसँगै उपस्थित हुनुहुनेछ। यहाँ दुवैजनालाई मनमुटुदेखि नै हार्दिक स्वागत गर्दै छोटो मिठो परिचय सहित उपस्थितको लागि अनुरोध गर्न चाहन्छु। के छ खबर हाँसेर बोला सोचा थिएन यसरी भेट होला आँसु झर्यो झन् सम्झँदा पनि सम्झिन ढुङ्गा जस्तो मन सम्झँदा पनि सम्झिन ढुङ्गा जस्तो मन भेट हो फेरि सकिन सँग अर्कैको छाया पुरानो दिन बिर्सिदेऊ निर्माया आँसु झर्यो झन् सम्झँदा पनि सम्झिन ढुङ्गा जस्तो मन सम्झँदा पनि सम्झिन ढुङ्गा जस्तो मन यति पीडा हुँदा किन तिमीले जस्तै सके बिर्सिन आँसु झर्यो झन् सम्झँदा पनि सम्झिन ढुङ्गा जस्तो मन सम्झँदा पनि सम्झिन ढुङ्गा जस्तो मन टुटेपछि मायाको शर्त सम्झेर नि अब त के अर्थ
आँसु झर्यो झन् सम्झदा पनि सम्झिन ढुङ्गा जस्तो मन सम्झदा पनि सम्झिन ढुङ्गा जस्तो मन छ बुझ आज मसँग अर्कै छ आँसु झर्यो झन् सम्झदा पनि सम्झिन ढुङ्गा जस्तो मन सम्झदा पनि सम्झिन ढुङ्गा जस्तो मन हिजो नसा मायाको पेलाई आज बिर्छ भन्छौ नि सजिलै आँसु झर्यो झन् सम्झदा पनि सम्झिन ढुङ्गा जस्तो मन सम्झदा पनि सम्झिन ढुङ्गा जस्तो मन नपरन यसैमा खिन समयलाई सकिन उछिन आँसु झर्यो झन् सम्झदा पनि सम्झिन ढुङ्गा जस्तो मन सम्झदा पनि सम्झिन ढुङ्गा जस्तो मन तिमीले हान्यौ मायाको छोरी
सम्झाउन पनि सम्झिएन ढुङ्गा जस्तो मन सम्झाउन पनि सम्झिएन ढुङ्गा जस्तो मन तिमी पनि कसैको बन्नु धोका दियो पापीले नभन्नु आँसु झर्यो झन् सम्झदा पनि सम्झिएन ढुङ्गा जस्तो मन सम्झदा पनि सम्झिएन ढुङ्गा जस्तो मन यो जोनीमा आएन जुरेर मसान घाटमा बस्ने छु कोरेर आँसु झर्यो झन् सम्झाउन पनि सम्झिएन ढुङ्गा जस्तो मन सम्झाउन पनि सम्झिएन ढुङ्गा जस्तो मन झर्यो झन् सम्झाउन पनि सम्झिएन ढुङ्गा जस्तो मन हृदयदेखि नै धन्यवाद टक्राउन चाहन्छु सुमधुर आवाजसँगै यति बेलाको बसाइमा उपस्थित दुवैजना कलाकार मनहुले बेजुट प्रस्तुतिका साथ भरपूर मनोरञ्जन दिलाइसक्नु भएको छ र कार्यक्रम कस्तो लाग्यो सुनेर सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला आगामी बसाई दुई अतिथि कलाकारको साथमा उपस्थित हुने बाचा गर्दै आज म यी सम्पूर्ण उपस्थित मनहरूलाई र आयोजक परिवारलाई हृदयदेखि नै हार्दिक हार्दिक धन्यवाद टक्राउँदै यो बसाइबाट छुटिन चाहन्छौँ यहाँहरूको बाँकी पल सुखद रहोस् जय गीत जय सङ्गीत